हेलो एभ्रिवान वेलकम टु माई युट्युब च्यानल। मेरो युट्युब च्यानलमा तपाईँलाई स्वागत छ। र आज चाहिँ म तपाईँलाई कुनै पनि फाइलको चाहिँ साइज घटाउने कम्प्रेस गर्ने बारेमा सिकाउन गइरहेको छु। सर्वप्रथम म तपाईँलाई एउटा देखाउँदैछु एउटा नागरिकताको। ल यो नागरिकता चाहिँ जस्तै तपाईँहरूले कुनै कुराको चाहिँ फर्म भर्नुपर्ने हुँदाखेरि चाहिँ तपाईँहरूको यो एमबी चाहिँ एउटा ठिक्क साइजको चाहिने हुन्छ र यहाँ एमबीको साइज तपाईँले हेर्न पनि सक्नुहुनेछ। म यहाँ मार्क गरेर देखाउँदैछु। मार्क गरेर हजुरहरूलाई म यहाँ देखाउँदैछु। यहाँनिर देख्न सक्नुहुनेछ। यहाँनिर देख्न सक्नुहुनेछ है 2.1 एमबीको छ। लगभग हामीलाई 500 एमबी अथवा 100 अथवा 1000 एमबी भन्दा कमीको फाइल हुनुपर्ने छ र यसलाई चाहिँ हामीले रिसाइज गर्नुपर्ने हुन्छ। र यसलाई रिसाइज गर्नको लागि चाहिँ सर्वप्रथम तपाईँहरूले यो एप्लिकेसन एउटा डाउनलोड गर्नुपर्ने हुन्छ र जसको नाम रहेको छ फोटो एन्ड पिक्चर रिसाइज। र यसमा क्लिक गर्नुपर्ने हुन्छ। यसमा क्लिक गरिसकेपछि तपाईँहरूले एउटा यस्तो खालको चाहिँ खुल्ने गर्छ र यहाँ खुलिसकेपछि चाहिँ तपाईँले फोटो लिँदा पनि भयो अथवा तपाईँहरूले यहाँबाट सिलेक्ट फोटो गरेर चुज गर्दा पनि सक्नुहुनेछ। र चुज गर्दाखेरि चाहिँ तपाईँहरूले यहाँ फर्स्टकै मैले देखाइसकेको छु 2.2 एमबी रहेको छ र यसलाई चाहिँ रिसाइजमा क्लिक गर्नुपर्ने हुन्छ। र रिसाइजमा क्लिक गरिसकेपछि चाहिँ तपाईँहरूले कुन साइजमा बनाउन सक्नुहुनेछ। जस्तै लगभग 100 अथवा 1000 एमबीको बनाउन 1 एमबीको बनाउन चाहनुहुन्छ भने 50% गर्नु पर्यो। त्योभन्दा कमी भने चाहिँ 40% को गर्दाखेरि कति हुन्छ 304 केबीको मात्रै भयो र यो चाहिँ सेभ भइसकेको छ। यो चाहिँ अब डाइरेक्ट थिचिसक्दाखेरि यहाँ सेभ भइसकेको हुन्छ नि। डाइरेक्ट ब्याक आउने फोटोमा जाने र अहिलेको फाइल हेर्ने। अब फेरि एकचोटि अब यहाँ गएर यसको डिटेल हेर्दाखेरि 297 को भइसकेको छ। यहाँ देख्न पनि सक्नुहुनेछ 297 को यहाँनिर 297 को भइसकेको छ र यहाँबाट चाहिँ यसरी हेर्न सक्नुहुनेछ। र यसरी चाहिँ तपाईँले रिसाइज गरेर चाहिँ कुनै पनि फाइल चाहिँ अपलोड गर्न सक्नुहुनेछ।